guys, welcome to my new vlog. It's me Jahana अनि हजुरलाई स्वागत छ मेरो नयाँ ब्लगमा। अनि यो चाहिँ डे 2 हो। डे 2 हो। आज चाहिँ हामी सिक्किम छौं, ताङ्गु लेक जाँदै छौं। अहिले चाहिँ रेडी हुँदै हो। यहाँ दिपु रेडी हुँदै हुनुहुन्छ। अर्चना रेडी भइसक्यो, मनी रेडी भइसके, सपना पनि रेडी भइसक्यो। फुल रेडी भयो। म चाहिँ यस्तरी जाने हो, तर खाजा खानै छ। टोपी, बुट, मफलर, ज्याकेट, मेरो झोडो कस्तो छ गाइस। तरकारी, पुरी अनि चिया त खाइ ल। जाडो मौसममा तातो तातो खाजा खाएर सकियो गाइस। अनि यतापट्टि चाहिँ हुनुहुन्छ बहिनीहरू, हाम्रो जिपमेट। हामी चाहिँ जिप चढ्यौँ गाइस। म पछाडि को देखेछ थाहा छैन ल गाइस। हामी हिँडेको ल। पोखराबाट हामी हिजो बेलुका हामी घुम्न आएको ठाउँ। हजुर एमजीमा हिजो बेलुका गयौँ। अब फेरि आज भरे पनि जाने अरे। मिनी झरना झरना। आछु कस्तो चिसो। जिप लाइन नै रहेछ त। अबि Welcome to I Love Bro British Road Organization. Guys, हामी चाहिँ अब फेरि भ्यू पोइन्ट, टासी भ्यू पोइन्ट जाँदैछौँ। यो फुकेको गर्दो रहेछ त यहाँ। टासी भ्यू पोइन्ट। गर्मी भयो। ए गणेश टोक हो कि ग्याङ्टोक हो र? गणेश टोक रहेछ गाइस। Look at the view. बनाउँदै रहेछ कि त्यो। गाइस हामी चाहिँ भूत बङ्गला जानु लागेको। उता भ्यू पोइन्टबाट आयौँ। मान्छेले दर्शाइदिने मान्छे होला नि है। त्यो मोचाको जस्तो होला कि ह्या गर्दै आउने। केही नि हुँदैन क्या। आउ न। आउ त्यो म छिन्छ। हैन सर त्यो ढोका खोल्नी। फेरि सब लुगा। हामी 3 जनाको टिकट, 1 जनाको 100 रुपैयाँले गाइस। यहाँ सबैजना डराएको यस्तो। दिपु जामिन नजानु। दिपु जामिन नजानु भयो। हेरेर आउनु भइसक्यो दिदीहरू। अब जानुलाई रेडी। यता छ हामी। यिनीहरूको अगाडिको उस खुसी छ होइन। अब पछि कस्तो भएर निस्किन्छ हेरौँ। मेरो त एउटा नाम पनि खस बोक्कै निस्क।
चाहना अचानक छिरे है गाइस भित्रबाट यस्तो आवाज आइरहेछ गाइस भित्र चाहिँ भिडियो गर्न पाउन्नरे त्यही भएर चाहनाको भ्लग चाहिँ मैले गरिदिरहेको छु कस्तो कस्तो आवाज आयो गाइस बिरालो कराउने ओहो Wait a minute. Who are you? खोइ त दुईजना चाहनाहरू आएन हेर्नु होला गाइस लु अचम्म यिनीहरूको सायद हसम लाग्छ कन्सर्ट होला 13 डिसेम्बर 2025 मा पेल्जर स्टेडियममा गान्तोक के भन्ने त नि चाहना के भन्ने हो फेसमा भ्यू हेर्नु गाइस मलाई चाहिँ भ्लग गर्न आउँदैन यिनीहरू चाहिँ गाडीभित्र बसिया कतिको मन परेछ तिमीहरूलाई के मन परेछ भनेको यो ठाउँ एकदम बीचमा हिउँ परेको छ गाइस यो चाहिँ हिउँ अरे अस्ति हिउँ परेको अरे राम्रोसँग नपक्लेर के गर्नु हजुर हामी हिउँ खेल्न नपाएपछि हिउँ खेल्ने सिजनमा नआएपछि एक महिना छिटो आएछ नि एक महिना छिटो आएछ हामी एक महिना बाद
हुँदैन नि यो पुरा परेपछि चिसो हुँदैन नि जनवरी फेब्रुअरीमा आउनु होला गाइस हजुरहरू मेरो केबल कार पनि देखेँ मैले ए यहाँ केबल कार केबल कार योमा जम्मा हेलो गाइस हामी चाहिँ चाङ्गु लेक आइपुग्यौँ यहाँको भ्यू चाहिँ यस्तो छ चिसो चिसो छ ओइ छिटो हिँडौँ गाडी आयो यही हो चाङ्गु लेक माछा छ होला मन त्यही हेरिरहेको छु त्यही यस्तो लेकमा हुँदा नि लेकमा चाङ्गु लेक छोडिदिने अच्छु हुँदो रहेछ या ज्याकेट ल्याउनु पर्यो हाम्रो कोरियन दिदी आउनुहुन्छ कोरियन दिदी आउनुहुन्छ आछु चिसो भयो याकको तर फोटो तपाईँलाई याक याक गर्ने यहाँ छ याक ल याक हिँड हिँड के गर्दैन हिँड आई लभ सिक्किम मैले त उसै ल्याएन कहाँ डर लाग्छ केही हुँदैन हिँड्नुहोस् न कत्रो कत्रो अम्मो रोपवे 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 अहिले राख्छु ल यता माथि चाहिँ के भन्छ केबल कार जाने हामी चाहिँ यता तल जान्छौँ चाङ्गु लेकको भ्यू घाम टिलिक्क लागेको छ गाइस हिउँ अब के होइन हिउँ खेल्न नपाए पनि आइस नै रहेछ 6 मा पुगिसकेको छ यार माइनसमा कहिले पुग्ने यार माइनसमा पुग्यो त त्यही भएर नआउनु रहेछ के भन्छ आइसै भएर हामी हेरी अहिले मलाई भन्ने हुँदैन हामी झन्डा भएको ठाउँमा हम गाइड्स अहिले चाहिँ एकदम चिसो छ हातै घुमे होइन कि मेरो कोही त कता कोही कता कोही कता कोही कता छ मान्छेहरू ग्रुपहरू त्यही माथि जाडो भएछ ज्याकेट वहीँ जिपमै छोडेर अनि यहाँ चाहिँ सबै केक छ बाटो बाटोमा केक छ अनि हिउँ परे पनि छ हामी हिउँ पर्छौँ भनेको हिउँै पर्दैन 6 सेल्सियस त भन्छ यहाँ बाटोमै यो गाइस हामी चाहिँ ग्रुप फोटोको लागि आउँदैछौँ होइन होइन हामी आउँछौँ ग्रुप फोटो हामी त हाम्रो ठाउँ पाएकै वर्ष भयो अरू जो साको अरू जो जहाँ बस्नु बस्नु हामी चाहिँ घर बनाउन लाग्छौँ म चाहिँ धेरै ताले बनाउँदैन 3 ताले बनाउँछु त्यहाँदेखि धेरै बनाउनु हुन्न काम गर्न गाह्रो हुन्छ काम गर्ने मैया फेरि पछि हात रातो र निलो भइसक्यो अब चाहिँ हामी फर्किनु लागेको अब त्यो साइड चाहिँ गएनौँ जाडोले अति भयो अति जाडोले अति सतायो अब चाहिँ गाडीमा गएर बस्ने हो त्यही हो
짱그득마 마차들 가다가요. साइड ड्याडी साइड 마차. यतिको बोकेर हिँड्ने साथी चाहिँ हुनपर्छ है जिन्दगीमा अब दिपुमा तिमीलाई बोक्छु हो क्या चाहिँ दिपुको माथि म मेरो मान्छे के हुन्छ अचानक अनि दिपुको माथि म हो तिनवटा बादर लखर 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 हो क्या चाहिँ 5 minutes later. हामी 3 जना चाहिँ अलपत्र पढे हम गाइज यस गाडी नपाएर गाडी गर्दा वहाँ मान्छेसम्म पुगेर फर्केर आयो गाडी पाएन अलपत्र परियो कुन गाडी हो यत्रो धेरै गाडी छ उता नि कति धेरै छ आइस गाह्रो भयो Many unbearable hours later. हामी चाहिँ फर्किँदैछौँ चाङ्गुदेखिबाट अब डाइरेक्ट होटल होला नि है अब चाहिँ डाइरेक्ट होटल अलिकति म खाजा खान्छु हो हजुर तिमीहरू खाजा त लन्च त तल होटेलमा छ अरे तलै होटल तलै हो कि अब डाइरेक्ट होटलमा Meanwhile. हाम्रो यो जिपको यात्रा यहीँसम्म अब एकछिन हावा खानु हो यस्तो भ्यू हेर्न गइदिउँ न गाइज हजुर यहाँको भ्यू यस्तो छ अब चाहिँ हामी अलिकति हिँडेर एमजी रोड जाने अरे हाम्रो ब्लक के भन्छ हाम्रो जिपको यात्रा चाहिँ यति नै अर्को जिप पनि आयो हामी चाहिँ हिँड्दै गइरहेको छ गाइज अर्चना रिसाए जस्तो लाग्यो मलाई त्यही हो अब हिँड्दै जाने होटल ओ मेरो भाइ बहिनीहरू यता हेर्नुहोस् त एउटा कहाँ हरायो हामी चाहिँ फर्किसक्यौँ गाइज अब के गर्नु यस्तै छ मेरो भाइ बहिनीहरू गाइज मेरो भाइ बहिनीहरू माइक छ धेरै जाडो छ 5 minutes later. एमजी रोड आइपुग्यौँ होटल जाँदैछौँ गर्मी प्याक भएर सबै कलर फुकालियो हावा त्यस्तो छ क्रिसमसको डेकोरेसन हुँदो रहेछ गाइज हिजोको दामी ठाउँमा Meanwhile. हामी चाहिँ होटल आयौँ हाम्रो रुमतर्फ होटल आयो बेसी यत्रो बाटो हिँडेर आएको देखेर अन्डा करी दाल भात अनि यहाँ सलाद छ सबैले खाएर गइसक्यो हामी मात्र हो गाइस लास्टमा फ्रेस हुँदा के गर्दा त्यस्तै भयो खाइयो ल गाइस अब Many unbearable hours later. हामी हिँड्यौँ अब एमजी रोडतिर नाइट वक प्लस सपिङ बल्ल आज आएको 3 दिनमा बल्ल हामी चाहिँ एमजी रोड आज चाहिँ यो बाटो आएको लाल बजारको बाटो आएको यता हुनुहुन्छ दाइ दिदीहरू सबै हुनुहुन्छ यता अनि यता छ हामी हिजोकै बाटो कति देखाउने भनेर नदेखाएको डाइरेक्ट यहाँ आएको आज जाम न सबै आयो होला नि अब त
हामी चाहिँ फोटोसुट गर्दै घुम्दैछौँ गाइस एमजी रोडमा 4 बज्छ अलिअलि सपिङ गरियो यतातिर लियो अर्का यार झोला नल्याएपछि अब यस्तै हो अर्का यार यसरी उता भिडियो बनाएर यता गरेर हामी चाहिँ हेरेको बनाउनु पर्छ कि हामी त यता यहाँनिर जाने अनि यता हामी त हेरेकै हामी चाहिँ अब खै सायद फेरि घुम्न जाँदैछौँ होला आई डोन्ट नो कि अब डाइरेक्ट होटल जान्छ नि खै थाहा छैन दाईहरू खै दाई दिदीहरू खै अगाडि गइसक्नुभयो हामी 3 जना चाहिँ यतिकै छौँ फोटोसुट गऱ्यो हल्का केही सामानहरू किन्यौँ त्यति हो महँगो साह्रै महँगो हामी हिँड्यौँ गाइस थाहा छैन कता दाइ दिदीहरूले कता कता लान्छ त्यतै ए यता पो रहेछ फेरि यही बाटो जाने रहेछ वेलकम टु लाल बजार हामी चाहिँ लास्टमा छौँ गाइस हामीलाई चाहिँ सबै छोडेर हिँडिदिन्छन् त्यही हो ए अब हाम्रो जोडी छैन अब हामी दुईजना मिलेर हिँडेको गाइस हाम्रो जोडी भने नि जे भने नि हामी 2 जना नै प्याक भयो राखेँ ल हामी चाहिँ यहाँ गेटमा छौँ तल पुगेको मान्छे नि फेरि फर्केर आएर पुग्यौँ अनि दाइ दिदीहरू सामान लिनको अरे त्यही भएर हो गान्तोक हामी चाहिँ यहाँबाट हिँड्यौँ गाइस सबैजना आइसक्नुभयो गाइस हामी यस्तो उकालो चढेर गएको यस्तो ओह्रालो झरेर आएको सिधै ठाडै यसमा के सो के बुके बुके मैले कुनै सुनेको थिएन नि त उनीहरूको हेलो गाइस हामी चाहिँ यहाँ बर्गर खाना खाम दिपु अर्चना अहिले त दाइ दिदीहरू हुनुहुन्छ यहाँ चाहिँ त्यसलाई सोध्नु पर्दा त्यो फाइरल भन्ने एउटा मात्र भयो गाइस हाम्रो खाजा आयो अलि ब्याड रिभ्यू आयो गाइस हाम्रो पेट भरेर हो कि के हो कुनै तर मन परेन हामी 3 जनालाई कोक वाइन गर्नु केही मन परेन कोक र फ्रेन्ड्स खाना मन नलाइ खाए यहाँ अर्चनाले बिचरा नफाल्न सक्नु पैसा परेको तर साँच्चै वेस्ट अफ मनी हो यहाँ चाहिँ खै हामीलाई त्यस्तो लाग्यो हो कि तर के हो होइन तर मन परेन हाम्रो कोक बाइक अरू फेरि मन परेन कस्तो लाग्यो हाम्रो रियाक्सन हेरेर थाहा पाउनु भयो हजुरहरूले आज चाहिँ धेरै भ्लग बनायो होइन किनकि दिउँसोकै टन्नै हो नि त अनि भएन भनेर हिजै गएको ठाउँमा गएको हामी एमजी रोड त्यही भएर बस बाद नै खाएंगे अब हम होटल जाएंगे मस्त सुतेंगे हामी जब जाने हो दाइ दिदीहरू हामीलाई नै कुरेर बसेको हो यहाँ छ हाम्रो अर्चनाज्यू बुके पाउनु भएको हजुर गाइस हामी रुममा आइपुग्यौँ आज अर्चनाको बर्थडे हो ह्याप्पी बर्थडे अर्चना
सरलाई त्यही भनेर आएको क्या हामीले बुकेभित्र छिराउनलाई रुमको हालत त्यस्तो छ गाइज अब फ्रेस हुने भात नखाने हामी चाहिँ सबै रेडी भयौँ अहिले चाहिँ कति 10:30 बजेको छ नसुतिकन नाच्न जाने रे यिनीहरू त्यही भएर निस्किन लागेको अनि भोलि बिहान चाहिँ फेरि बिहानै 3 बजे उठेर कति 4 बजेसम्म फ्रेस भएर 5 बजे खाजा खाएर निस्किने भनेर 5 बजे निस्किने भनेको छ खोइ नाच्न लाउने हो कि सुत्ने हो नाच्न जाने भनेको त हेर त सरहरूलाई हेर नवसित ल रे ल रे अब सुत्ने हो अब यत्तिकै सुत्ने हो आज नो रमाइलो अनि यति नै हो आजको सेकेन्ड डे 2 को ब्लग अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु अन्तिमसम्म हेरेकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू बाई बाई सुत्नलाई फुल रेडी भएको मान्छे यो मान्छेले गर्दाखेरि म पनि उठेर The next day. हेलो गाइस हामी चाहिँ अहिलेसम्म सुते छैनौँ टाइम देखाइदेऊ कति भयो हामी चाहिँ गफ गर्दै बसिरहेको छौँ 2 बज्न लागिसक्यो 1:49 भयो त्यही हो यता दिपु नि सुत्यो हो त सपना नि सुत्यो के बोल्यो के बोल्यो पागल नि जस्तै पागल नि जस्तै त्यही हो अब सुत्छौँ बाई बाई गुड नाइट